कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। हरि ओम। यो ज्येष्ठ नागरिक सेवा सदनका अध्यक्षज्यू र सल्लाहकारज्यूहरू र यसै समितिमा रहनुहुने सम्पूर्ण कमिटी सदस्यज्यूहरू र यस आश्रममा बस्नुहुने सम्पूर्ण आमा बुबा तथा दिदीबहिनी दाजुभाइहरूमा हार्दिक नमन गर्न चाहन्छु। सर्वप्रथम म यो आश्रममा आउनको लागि मलाई प्रेरित गर्ने मेरो दिदी साहित्यकार सरस्वती गिरी दिदीमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु, किनकि यो अवसर मलाई प्रदान गरिदिनु भएको छ। यहाँ जब दिदी यो आश्रममा आउनुभयो त्यति बेलादेखि नै यो दिव्यधामको मलाई बयान गरिराख्नुहुन्थ्यो, यसको बारेमा जानकारी गराइराख्नुहुन्थ्यो। तर मलाई पनि एकदम कौतूहलता जागिरहेको थियो। म पनि भ्याएसम्म समयले साथ दिएसम्म प्राय आश्रमहरूमा पुग्ने गर्छु। हाम्रो अब 4 जना परिवार, सबैको जन्मदिन म घरमा बसेर त्यो केक काटेर गर्नुभन्दा कुनै आश्रममा जाने, जे सकिन्छ आफूले सक्ने सहयोग गरौँ भन्ने आफ्नो त्यो उद्देश्य भएको कारणले गर्दाखेरि म पुग्ने गर्छु। र यहाँ पनि आउने दिदीले जुन खालको बयान गरिरहँदा मनमा विभिन्न खालको त्यो कौतूहलता जागिरहेको थियो। आउन त म यो उसमा त आइराख्थेँ। म जालपा मन्दिरको दर्शनको लागि नुवाकोट भनेको मेरो नौलो त थिएन, लगभग म 8-10 चोटि आइसकेको होला हैन। आइसकेँ, आउने जाने क्रम दुप्तेश्वर महादेव दर्शनदेखि बेत्रावती विभिन्न स्थानले गर्दा लगभग 9-10 चोटिसम्मको मेरो यात्रामा पनि म यो आश्रममा चुकेको रहेछु नआइपुगेर हैन। त्यो त्यत्रो समय मैले भन्ने नै हो भने मैले खेर फालेको छु जस्तो मलाई लाग्यो, मैले महसुस गरेको छु। किनभने यस्तो पवित्र स्थानमा, पवित्र धाममा यो भनेको बाबु आमा भन्नु नै हाम्रो तीर्थ हो हैन। जुन हामी मन्दिर भगवानको सेवा गर्न भनेर हरेक गन्तव्यमा हामी गएका हुन्छौँ, तीर्थस्थलमा गएका हुन्छौँ। तर यो आश्रममा धेरै देवी देवताहरूको सेवा गरिएको ठाउँ यो रहेछ हैन। आमा बुबाको सेवा गर्नु नै देवी देवताको सेवा गर्नु बराबर हो। जुन कार्य हाम्रो यसै संस्थाका अध्यक्ष विष्णु प्रसाद नेपाल सर, म पनि भर्खर परिचित भइरहेको छु उहाँसँग। उहाँले यति धेरै देवी देवतालाई सँगै आफ्नो साथमा राखेर सेवा भक्तिभावले सेवा गरिराख्नु भएको ठाउँमा आउने यो अवसर मैले बल्ल पाएँ। धेरै पछि यो अवसर मलाई जुट्यो। त्यसले गर्दा यसमा अब यो सरस्वती दिदीको जुन देन हो यो ठाउँमा आइपुग्न मलाई प्रेरित गर्ने र म यहाँ ठाउँमा आएर आज आमा बुवाहरूको समीपमा रहेर जुन माया पाएँ। मैले सुरुमा यहाँ आउँदैदेखि नै मैले त्यो गेटबाट जब म भित्र छिरेँ, दिदीसँग भित्र छिरेँ, जतिजना बुवा आमालाई भेटेँ उहाँले यति के अब एउटा छोरी हैन, अब कुन हिसाबले उहाँहरूले मलाई यति माया दिनुभयो के, यति माया धेरै दिनुभयो हैन। म त अब नौलो कस्तो होला के होला, दिदीले त प्रशंसा धेरै गर्नुभएको छ। अब आफ्नो खुद आफूले नै त्यो ठाउँमा नपुगिकन त प्रत्यक्षदर्शी नभइकन त सबै कुरा मनन गर्न सकिँदैन। त्यसले त्यो एउटा उत्सुकता बोकेर आएको मान्छे म। तर यहाँ आइसकेपछि चाहिँ उहाँबाट यति धेरै माया पाउँदाखेरि म एकदम भावुक पनि भएको थिएँ के, एकदमै भित्र। अब न मलाई त्यो मायाको धेरै मलाई प्रभाव परेर हो अथवा केले हो, म एकदमै भित्रदेखि भएको थिएँ। अनि आएर बसेपछि विष्णु सरसँग पनि बेलुका भेट भयो। यहाँ भाइ, हाम्रो राजीव भाइ हुनुहुँदो रहेछ, भेट भयो। जब कुराहरू हुँदै गयो, उहाँ दिदीहरू अब सबैको नामहरू थाहा छैन मलाई हैन, म पनि नयाँ छु। त्यसले गर्दाखेरि उहाँहरूबाट जुन मायाहरू मैले पाएँ, अब उहाँहरूबाट कुराहरू पाएँ, त्यसले गर्दा म एकदमै खुसी भएको छु हैन। त्यसले गर्दा म यहाँ आएर आजीवन मैले त्यो सोच बनाएर आएको पनि थिइनँ क्या।
म आजीवन सदस्य बन्छु भनेर पनि आएको होइन, मैले खाना खुवाउँछु भनेर पनि आएको होइन। म खालि त्यो दिदीले भन्नुभएको अनुसारमा एकचोटि म भेटघाट गर्छु भनेर मात्रै म आएको हो यहाँ। अनि तर आइसकेपछि म आजीवन सदस्य नबनी बस्नै सकिनँ क्या। म पनि यत्रो पवित्र कार्यमा अब धेरै नसके पनि थोरै कुरा भए पनि मैले केही सहयोग गर्नुपर्छ र यसको यो मन्दिरमा एउटा सेवा गर्ने अवसर मैले पनि पाउनुपर्छ भन्ने खालको मलाई भित्रदेखि त्यो आयो, भाव आयो। अनि त्यसले गर्दाखेरि चाहिँ मैले आजीवन सदस्य बनेको छु अनि बने। यो अब सायद लाग्छ म समयले साध्यसम्म यहाँ आउने कोसिस गर्नेछु, आउने पनि छु। एउटा परिवार पाएको छु मैले, आमा बुवाको माया पाएको छु, आशीर्वाद पाएको छु। पक्कै पनि म आमा बुवाको मायाले पनि मलाई आकर्षण गर्नेछ, तान्ने नै छ होइन, त्यो सोच बनाएको छु। र अब त्यसको साथसाथै आज नारी दिवस पनि छ। नारी दिवसको लागिमा सम्पूर्णमा नारी दिवसको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। र त्यसै सन्दर्भमा सानो एउटा कविता मैले यहाँ तयार गरेको छु, नारी सम्बन्धी नै छ, त्यो वाचन गर्न लागिरहेको छु। शीर्षक नारी छ। म नारी हुँ, म नारी हुँ, आफू थाके पनि मेरो पौरख थाक्नु हुँदैन। म नारी हुँ, आफू थाके पनि मेरो पौरख थाक्नु हुँदैन। घरधन्दा मेलापात गर्नु छ, दाइ र भाइलाई पठाउनु छ स्कुल। मिरमिरे भालेको डाकसँगै उठेर च्याप्नु छ कम्मरमा गाग्री। घरधन्दा मेलापात गर्नु छ, दाइ र भाइलाई पठाउनु छ स्कुल। मिरमिरेमा भालेको डाकसँगै उठेर च्याप्नु छ कम्मरमा गाग्री। उक्लन छ आधा कोस डाँडाको उकालो, उक्लन छ आधा कोस डाँडाको उकालो। अनि लाम लाग्नु छ पानीको लागि, आएर भ्याउनु छ घरको सारा काम, किनकि म छोरी हुँ। अपरिचित घरलाई आफ्नो ठानेर, अपरिचित घरलाई आफ्नो ठानेर सम्हाल्नु छ मैले सबैलाई समेटेर। अपरिचित घरलाई आफ्नो ठानेर सम्हाल्नु छ मैले सबैलाई समेटेर। घरलाई मन्दिर बनाउनु मेरो कर्तव्य हो, घरलाई मन्दिर बनाउनु मेरो कर्तव्य हो। सासू ससुरा श्रीमान देवता मानी पुज्नु छ, सासू ससुरा र श्रीमानलाई देवता मानी पुज्नु छ। देवर जेठाजु नन्द र आमाजुलाई मेरो प्राणभन्दा बढी महत्त्व दिनु छ। सबैको नजरमा संस्कारयुक्त हुनु छ, घरलाई बनाउनु छ मैले स्वर्ग जस्तो, किनकि म बुहारी हुँ, किनकि म बुहारी हुँ। मैले जन्माउनु छ तिमीलाई यो धरतीमा, मैले जन्माउनु छ तिमीलाई यो धरतीमा। परिचय दिलाउनु छ मानव जीवनको, आफू मेटेरै भए पनि तिमीलाई फुलाउनु छ, आफू मेटेरै भए पनि तिमीलाई फुलाउनु छ। मल जल र पानीले सिँचाइ गर्दै जोगाउनु छ तिमीलाई अनेकौँ तरहले, किनकि म आमा हुँ, किनकि म आमा हुँ। मेरा सारा श्रृङ्गार पनि, मेरा सारा श्रृङ्गार पनि तिम्रो चितासँगै खरानी बनाउनु छ। जलाउनु छ तिम्रो नाममा आफ्नै पहिरन, बरु बनुला म बिरूप केही छैन। मेरा सारा श्रृङ्गार पनि तिम्रो चितासँगै खरानी बनाउनु छ। जलाउनु छ तिम्रो नाममा आफ्नो पहिरन, बरु बनुला म बिरूप केही छैन। समाजको साङ्लोले जेलोस बेसरी, समाजको साङ्लोले जेलोस बेसरी। मेरा पाइलाहरू थाकुन् बेसरी, तर म थाक्ने छैन, किनकि म नारी हुँ। समाजको साङ्लोले जेलोस बेसरी, मेरा पाइलाहरू थाकुन् बेसरी। तर म थाक्ने छैन, किनकि म नारी हुँ, किनकि म नारी हुँ। धन्यवाद। र यो कविता सँगसँगै म फेरि पनि विष्णु सरप्रति अति नै आभारी छु। उहाँले आफ्नो योगदान दिएर यति धेरै आमा बुवालाई सेवा गरेर बस्नुभएको छ। यस्तो पवित्र कार्यमा आफू पनि सहभागी हुने यो अवसर पाएको छु। यसको लागि म सम्पूर्णमा विष्णु सर लगायत सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद दिँदै म बिदा हुन चाहन्छु।